हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु नबिनाज गार्डन। साथीहरू, आजको यो भिडियोमा चाहिँ मैले मेरो गार्डनको ओभरभ्यू तपाईहरुमा शेयर गर्न जाँदैछु। अहिले मेरो गार्डनमा चाहिँ फुलहरू एकदमै राम्रोसँग फुलिरहेको छ। त्यो फुलहरू नै तपाईहरुमा शेयर गर्नु पर्यो भनेर मैले आज गार्डनको ओभरभ्यूको भिडियो लिएर आएकी छु। मौसम पनि एकदमै खराब भइरहेको छ के पानी आउला जस्तो पनि गरिरहेको छ। पानी आयो भने त फेरि यी सबै फुलेका फुलहरूलाई एकदमै खराब गर्ने गर्छ। पानी पर्नु भन्दा पहिले नै तपाईहरुमा मेरो गार्डनको ओभरभ्यू दिनु पर्यो भनेर आज मैले यो भिडियो लिएर आएकी छु। भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला। आउनुहोस् भिडियो सुरु गरौँ। अब मेरो गार्डनमा के फुलहरू फुलिरहेको छ म तपाईहरुलाई वन बाइ वन देखाउँदै जाने छु। भिडियोको सुरु चाहिँ मैले यो बर्बिना फुलबाट गर्दै छु। एकदमै राम्रोसँग बर्बिनाको फुल चाहिँ फुलिरहेको छ। यो रेड कलरको बर्बिनाको फुल, मसँग चाहिँ 2-3 वटा कलरको बर्बिनाको फुलहरू रहेको छ। यो चाहिँ व्हाइट कलरको हो। भर्खर अब यसरी फुलहरू फुल्न थालेको छ। यसरी गुच्छा गुच्छामा फुल्छ के यो बर्बिनाको फुल। यो चाहिँ भेरिगेटेड छ, रेड र पिंक मिक्स भएको। यो पनि एकदमै राम्रोसँग यसरी चारैतिर एकदमै बुस्सी भएर यसरी फुलहरू फुलिरहेको छ। यसमा चाहिँ यता कोपिलाहरू पनि लाग्दै छ। फुल पनि हेर्नु न कति मिठो कलर के, फेरि ठुलो ठुलो गुच्छा भएर पनि फुलिरहेको छ। यो चाहिँ बर्बिनाको फुल हो। यहाँ चाहिँ एउटा सानो बेर्ना पनि मैले ल्याएर भर्खर सारेकी थिएँ। यसमा चाहिँ फुल फुलेको छैन। यसरी 3 वटा फुल चाहिँ बर्बिनाको फुलेको छ, एउटा चाहिँ फुलेको छैन। मसँग 4 वटा बर्बिनाको फुलहरू रहेको छ। यता फेरि क्यानेन्डुलाको फुल पनि एकदमै राम्रोसँग फुलिरहेको छ। यो क्यानेन्डुलाको फुल मेरो गार्डनमा फुलेको त लगभग 1.5 महिना जति भयो होला। हेर्नु न अझै पनि यस्तो राम्रोसँग फुलिरहेको छ के। क्यानेन्डुलाको फुल चाहिँ मसँग अरू पनि रहेको छ। अरू फुलहरूलाई तल मेरो फ्रन्ट गार्डनमा लगेर राखेकी छु। यहाँ चाहिँ यति मात्रै रहेको छ। ओरेन्ज कलरको चाहिँ सबै तल लगेर राखेकी छु। यहाँ चाहिँ त्यति धेरै ठाउँ पनि नभएको भएर। यता छ म्यारीगोल्डको फुल पनि एकदमै राम्रोसँग फुलिरहेको छ। यो चाहिँ हाइब्रिड खालको म्यारीगोल्डको फुल हो। यसमा नै मैले यसरी जेट प्लान्टलाई पनि रोपेकी छु। यो चाहिँ पोलीमा रोपेको प्लान्ट हो। यहाँ छ एन्टिराइनमको फुल, डग फ्लावर। यो पनि एकदमै राम्रोसँग फुलेको छ के, येल्लो कलरको। यसरी यस्तो सानो डिब्बामा रोपेकी छु मैले यसलाई। एकदमै राम्रोसँग यसरी फुलिरहेको छ। यो पनि येल्लो कलरकै हो। यसमा चाहिँ यसरी कोपिलाहरू लाग्दै छ, फुल चाहिँ फुलेको छैन। अर्को फेरि यता पनि रहेको छ फुल डग फ्लावरको। यो चाहिँ भेरिगेटेड जस्तो देखिएको छ, पिंक र ओरेन्ज। अर्को फेरि यता व्हाइट कलरको पनि यसरी फुलहरू फुलिरहेको छ। मसँग 3-4 वटा कलरको चाहिँ यो डग फ्लावर पनि रहेको छ। अब यता रहेको छ डायन्थसको फुल। यो डायन्थसको फुल पनि एकदमै राम्रोसँग फुलिरहेको छ। अलि अगाडि चाहिँ यो पटलाई सबै कभर गर्ने गरी फुल फुलिरहेको थियो। अहिले चाहिँ सबै फुलहरू सुकेर यहाँको सबै ब्रान्चहरूलाई चाहिँ मैले प्रुनिङ गरेर फालिदिएँ। त्यसपछि फेरि नयाँ नयाँ यसरी ब्रान्चहरू पनि आउँदैछ। हामीले चाहिँ यो फुल सुकिसकेपछि पिन्चिङ गरेर सबै सुकेको फुलहरूलाई चाहिँ फाल्यौँ भने फेरि अर्को पटक पनि एकदमै राम्रोसँग फुल फुल्छ। यसमा चाहिँ हल्का हल्का फुल चाहिँ फुलिरहेको छ। यता पनि त्यही कलरको छ। यता रहेको छ रेड कलरको। यो पनि एकदमै मिठो रेड कलरमा फुलिरहेको छ फुल। यता छ फेरि पिंक कलरको। यो पनि एकदमै राम्रोसँग फुलेको छ। सबै पटलाई नै कभर गर्ने गरी फुलिरहेको छ। यता छ फेरि व्हाइट कलरको। यो व्हाइट कलरको फुल पनि यसरी पटलाई नै कभर गर्ने गरी एकदमै राम्रोसँग फुलिरहेको छ। यता छ फेरि पिंक कलरको। यो फुल त झन् सबै पटलाई नै कभर गर्ने गरी एकदमै राम्रोसँग फुलिरहेको छ। डायन्थसको फुल पनि हामीले धेरै कलर भेराइटीहरुमा पाउन सकिन्छ। मसँग चाहिँ यति नै कलर भेराइटीहरुको यो डायन्थसको फुलहरू रहेको छ। यहाँ मसँग रहेको छ भिन्काको फुल। अब यो भिन्काको फुलहरूमा पनि यसरी फुलहरू फुल्न थालेको छ। यो चाहिँ गर्मीमा एकदमै राम्रोसँग फुल फुल्ने प्लान्ट हो। जाडोमा चाहिँ एउटा दुईटा फ्याट्टफुट्ट चाहिँ फुल फुल्छ, तर गर्मीको समयमा चाहिँ एकदमै राम्रोसँग फुलहरू फुल्ने गर्छ। यसको पनि मसँग 3-4 वटा कलरहरू रहेको छ। यसरी अब सबै प्लान्टहरूमा चाहिँ फुलहरू फुल्न थालेको छ। यता छ मिठो रेड कलरको फुल। यो रेड कलरकोमा पनि यसरी फुलहरू फुलिरहेको छ। अब चाहिँ पटलाई नै कभर गर्ने गरी फुल्छ के यो फुल। तपाईहरुले यो फुललाई चाहिँ नर्सरीमा पाउनु भयो भने ल्याएर रोप्नु होला। एकदमै राम्रोसँग गर्मीको समयमा चाहिँ फुलहरू फुल्ने गर्छ।
यता रहेको छ यो डबल पेटलको पिटुनियाको फुल। यो पनि एकदमै राम्रोसँग अब यसरी फुलहरू फुल्न थालेको छ। ठुलो ठुलो गुच्छामा फुल्छ कि यो डबल पेटलको फुलहरू। यो पिटुनियाको फुलको चाहिँ मैले योभन्दा अगाडिको भिडियोमा चाहिँ केयर टिप्सको बारेमा पनि अलरेडी भिडियो पोस्ट गरिसकेकी छु। तपाईहरुले त्यो हेर्नु भएको छैन भने पनि हेर्नु होला। यता छ फेरि अर्को कलरको फुल। यसमा पनि सबैतिर यसरी फुलहरू फुलिरहेको छ। अर्को छ फेरि यो रेड कलरको। यसमा चाहिँ अब भर्खर फुलहरू फुल्न थालेको छ। यी सबै बेर्नाहरूलाई चाहिँ मैले अलिकति ढिलो ल्याएर रोपेको भएर होला अब भर्खर यसरी फुलहरू फुल्न थालेको छ। डबल पेटलको चाहिँ मसँग 3वटा प्लान्ट रहेको छ। अब यता छ सिंगल पेटलको। यो पनि पिटुनियाकै फुल हो। एकदमै राम्रोसँग यसरी पटलाई कभर गर्ने गरी फुलिरहेको छ। यो पिटुनियाको फुल चाहिँ जाडोमा फुल्ने एकदमै राम्रो फुल हो के। यो फुललाई मन नपराउने त खासै कोही पनि हुनुहुन्न होला। सबैले आफ्नो गार्डनमा यो फुललाई चाहिँ जाडोको समयमा ल्याएर रोप्नु नै हुन्छ होला। एकदमै राम्रोसँग फुल्छ के। हेर्नु न मेरो पनि एकदमै राम्रोसँग फुलिरहेको छ। यता चाहिँ मैले ह्याङ्गिङमा पनि 3वटा फुलहरूलाई रोपेकी छु। यो व्हाइट कलरको, यो चाहिँ पिङ्क कलरको भेरिगेटेडमा छ। यता पनि पिङ्क कलरको नै छ। यसको तल पनि मैले यसरी पिटुनियाको फुलहरूलाई नै राखेकी छु। पिटुनियाको सिंगल पेटलको फुल चाहिँ मसँग धेरै नै रहेको छ। यसरी यो पनि पिटुनियाकै फुल हो। अब यता तपाईहरु देख्न सक्नुहुन्छ क्लान्चोको फुलहरू। यो चाहिँ सिंगल पेटलको क्लान्चोको फुल हो। एकदमै राम्रोसँग फुल्छ कि यो सिंगल पेटलको पनि। मसँग चाहिँ 2वटा सिंगल पेटलको फुलहरू रहेको छ। यो चाहिँ रेड कलरको, यहाँ पनि रेड कलरको छ। यो चाहिँ डबल पेटलको हो। रेड कलरको चाहिँ मसँग धेरै नै छ कि प्लान्टहरू क्लान्चोको। 3-4वटा पटमा चाहिँ मैले रेड कलरको क्लान्चोको फुललाई रोपेकी छु। यो सिंगल पेटलको पिङ्क कलरको क्लान्चोको फुल हो। हेर्नु न यसको पेटल चाहिँ ठुलो नै हुन्छ कि। सिंगल पेटलको भए पनि एकदमै राम्रो देखिन्छ कि फुल्दा। एकदमै राम्रोसँग फुलेको छ यो फुल चाहिँ। यहाँ छ फेरि यो पनि पिङ्क कलरकै फुल हो। डबल पेटलको फुल हो यो चाहिँ। अब चाहिँ क्लान्चोको फुलहरू यसरी सुक्न पनि थालिसकेको छ। मैले चाहिँ क्लान्चोको फुलहरूको सेपरेट भिडियो बनाउँछु भन्दै चाहिँ खासै टाइम नमिलेको भएर मैले बनाउन सकिनँ। तपाईहरुलाई चाहिँ यही भिडियोबाट मैले मेरो क्लान्चोको फुलहरू देखाएँ। अब यतातिरको फुलहरू देखाउँदै छु। यो फुलको नाम चाहिँ अलाइसम हो। यसको चाहिँ मलाई अलि अगाडिसम्म खासै नामहरू थाहा थिएन। गुगलमा सर्च गर्दा चाहिँ यसलाई अलाइसम भन्दो रहेछ। यो फुल पनि एकदमै राम्रोसँग फुल्छ कि। हेर्नु न सानो सानो गुच्छामा यसरी फुल्दा चाहिँ फुल एकदमै राम्रो देखिन्छ। यसको पनि मसँग 2वटा कलर रहेको छ। एउटा व्हाइट कलर र एउटा यो पर्पल कलर। यो पनि एकदमै राम्रोसँग फुल्छ कि। तपाईहरुले आफ्नो गार्डनमा यो फुललाई एड गर्नुभएको छैन भने चाहिँ एकचोटि आफ्नो गार्डनमा ल्याएर एड गर्नु होला। अर्को वर्ष चाहिँ यसबाट बिउहरू झरेर चाहिँ एकदमै धेरै बेर्नाहरू हामीले आफ्नो घरमा नै बनाएर धेरैभन्दा धेरै फुलहरू चाहिँ फुलाउन सकिन्छ। एकदमै राम्रोसँग फुल्छ कि फुल्दा पनि। अब यताको साइडमा चाहिँ मैले सबै जिरेनियमको फुलहरूलाई राखेकी छु। यो चाहिँ पिङ्क कलरको जिरेनियमको फुल। मसँग जिरेनियमको फुलहरू त धेरै नै रहेको छ। कुनै कुनै चाहिँ फुल फुलिरहेको छ भने कुनै मैले भर्खर सानो बेर्नाहरू ल्याएर रोपेकी छु। यो चाहिँ व्हाइट कलरको फुल। यसमा पनि अब यसरी फुलहरू फुल्न थालेको छ। यहाँ छ रेड कलरको सिंगल पेटलको फुल। यसमा पनि एकदमै राम्रोसँग फुलहरू फुलिरहेको छ। ठुलो ठुलो गुच्छामा फुल्छ के फुल फेरि। हेर्नु न यो जाडोको समयमा चाहिँ सबैतिर यसरी फुलहरू फुलिरहेको छ। कोही फेरि यसरी कोपिलाहरू बन्दै पनि छ। अर्को छ यता फेरि पिङ्क कलरको। यसमा पनि अब यसरी फुलहरू फुलिरहेको छ। यसको प्लान्ट पनि एकदमै बुस्सी छ के। अब चाहिँ एकदमै राम्रोसँग फुलहरू फुल्छ होला। अर्को छ यता फेरि यो कलरको। यो कलरको फुल पनि अब यसरी फुल्न थालेको छ। यो चाहिँ मेरो नयाँ प्लान्ट हो। अहिले नै मेरो गार्डनमा मैले एड गरेकी थिएँ। यसमा पनि यसरी कोपिलाहरू लाग्दैछ। यो अर्को कलरको फुल। यसमा पनि यस्तो मिठो कलरको फुल फुलिरहेको छ। अर्को छ ह्याङ्गिङ पेटलको रेड कलरको फुल। यसमा पनि कोपिलाहरू एकदमै धेरै लाग्दैछ। फुल पनि यसरी फुलिरहेको छ। जिरेनियमको फुलहरू चाहिँ मसँग धेरै नै रहेको छ। यिनीहरू चाहिँ फुल फुलेको जिरेनियमको फुलहरू भयो। यता चाहिँ मसँग यसरी हल्का हल्का फुल चाहिँ फुलेको छ। यसमा यसरी कोपिलाहरू चाहिँ एकदमै धेरै बन्दैछ कि। अनि यता छ फेरि अर्को। मैले यसको रिपोर्ट गरेको भिडियो पनि तपाईहरुमा शेयर गरिसकेकी छु। ती प्लान्ट नै यस्तो राम्रोसँग ग्रोथ गरेर अब यसमा यसरी कोपिलाहरू पनि लाग्दैछ।
सबै प्लान्टहरुमा चाहिँ कोपिलाहरू लाग्दैछ। यो पनि जिरेनियमकै प्लान्ट हो। यसलाई चाहिँ मैले बिउबाट आफूले नै घरमा उमारेर यसरी रोपेकी थिएँ। यसमा चाहिँ 3-4 वटा प्लान्टहरु रहेको छ। मसँग चाहिँ पटहरु नभएको भएर मैले सबै चाहिँ यही पटमा रोपेकी छु। एकदमै राम्रोसँग ग्रोथ गरिरहेको छ के हेर्नु न। अब यसमा फुल कस्तो फुल्छ होला हेर्नु न साथीहरु। यो व्हाइट कलरको फुल यस्तो राम्रोसँग फुलेको छ। यो चाहिँ लहरा जाने खालको प्लान्ट हो। यसलाई चाहिँ मैले कटिङबाट यो वर्ष नै सारेकी थिएँ। यसको नाम चाहिँ मलाई खासै थाहा भएन। मैले चाहिँ साथीकोबाट ल्याएर यसलाई रोपेकी थिएँ। यस्तो राम्रोसँग फुलेको छ। यो फुलको चाहिँ एकदमै मिठो सेन्ट पनि आउँदो रहेछ। मलाई चाहिँ एकदमै मन पर्यो कि यो फुल यस्तो राम्रोसँग फुलेको छ। अब म तपाईहरुलाई देखाउँदै छु मसँग रहेका इम्पेसनका प्लान्टहरु। यो इम्पेसनको फुलमा चाहिँ यसरी फुलहरु फुल्न थालेको छ। यो चाहिँ सिंगल पेटलको फुल हो। फुल चाहिँ हेर्नु न कति ठुलो फुलेको छ के। प्लान्ट पनि एकदमै राम्रोसँग ग्रोथ गरेर हेल्दी छ के यसको प्लान्ट पनि। यसैगरी यता रहेको छ यो डबल पेटलको रेड कलरको फुल हो। यसमा चाहिँ एकदमै धेरै कोपिलाहरू लागेको छ। अब चाहिँ यो पनि फुलहरु फक्रदा एकदमै राम्रो देखिन्छ। यसैगरी यता रहेको छ यो पनि डबल पेटलकै फुल हो। यो डबल पेटलको फुल चाहिँ वर्षभरि नै एकदमै राम्रोसँग फुल्छ के। यसको प्लान्ट चाहिँ यति ठुलो अग्लो भएर जान्छ। एकदमै राम्रोसँग फुल्छ। मैले यो फुलको भिडियो चाहिँ धेरै नै पटक तपाईहरुमाझ पनि शेयर गरिसके। अर्को पटमा रोपेकी थिएँ मैले। त्यसमा झन् यसको प्लान्ट एकदमै ठुलो भएको थियो। अनि फेरि मैले यो सानो पटमा रोपेकी छु। यो पनि एकदमै राम्रोसँग यति ठुलो भएको छ। फुल पनि यस्तो राम्रोसँग फुलेको छ के ढकमक्क भएर। अब यता रहेको छ गजानियाको फुल। यो गजानियाको फुलमा पनि एकदमै राम्रोसँग फुलहरु फुलिरहेको छ। यो पनि पर्मानेन्ट फुल हो। वर्षभरि नै यसमा एकदमै राम्रोसँग फुलहरु फुल्छ। मैले चाहिँ यो प्लान्टलाई ल्याएको 3-4 वर्ष भयो होला। एउटा सानो प्लान्ट ल्याएकी थिएँ। अहिले चाहिँ हेर्नु त यति धेरै प्लान्टहरु बनाएर यसरी यस्तो राम्रोसँग फुलहरु फुलाएकी छु। एउटा मसँग अर्को प्लान्ट पनि रहेको छ। यसलाई चाहिँ मैले अहिले नै नर्सरीबाट किनेर ल्याएकी थिएँ। यो पनि एकदमै सानो प्लान्ट किनेर ल्याएकी थिएँ के। हेर्नु न यस्तो मिठो येल्लो कलरको फुल फुलिरहेको छ। यसको प्लान्ट पनि एकदमै धेरै यसरी बुस्सी भइसकेको छ। यो चाहिँ हामीले एकपटक नर्सरीबाट किनेर ल्यायौं भने चाहिँ वर्षौं वर्षसम्म हामीले आफ्नो गार्डनमा चाहिँ धेरै नै प्लान्टहरु बनाएर ढकमक्क तरिकाले फुलहरु फुलाउन सकिन्छ। हेर्नु न साथीहरु मेरो गार्डनमा चाहिँ अहिले पनि यो गोदावरीको फुल फुलिरहेको छ के येल्लो कलरमा। एकचोटी फुल एकदमै राम्रोसँग फुलेको थियो। यो पटलाई नै कभर गर्ने गरी फेरि मैले सबै हाँगाहरू चाहिँ काटछाट गरेर यसमा मोल राखेकी थिएँ। अनि त अहिले फेरि एकदमै राम्रोसँग यसरी फुलहरु फुलिरहेको छ के। यो चाहिँ 2 पटक फुल्दो रहेछ। एकदमै ठुलो गुच्छामा फुल्छ के फेरि फुल पनि। यसरी यता पनि कोपिलाहरू पनि लाग्दैछ। यो प्लान्टलाई पनि मैले यो वर्ष नै आफ्नो गार्डनमा एड गरेकी थिएँ। यसरी सेकेन्ड टाइम फुल फुल्दा त म एकदमै खुसी छु। गोदावरीको साइडमा चाहिँ मैले यसरी म्यारीगोल्डको फुललाई पनि रोपेर राखेकी छु। यसमा मैले 3-4 वटा म्यारीगोल्डको फुललाई रोपेकी छु। यो पनि एकदमै राम्रोसँग फुलहरु फुलिरहेको छ। यो चाहिँ हाइब्रिड खालको फुल रहेछ के। हामीले दशैं तिहारमा रोप्ने भन्दा फरक खालको फुल हो यो। यो चाहिँ जाडोको समयमा एकदमै राम्रोसँग फुल्छ। यसरी यो पनि एकदमै राम्रोसँग फुलिरहेको छ। अब यसकै तलको साइडमा चाहिँ मैले यसरी फ्लक्सको फुललाई राखेकी छु। यो पनि अब यसरी फुलहरु फुल्न थालेको छ। यो फ्लक्सको फुल पनि जाडोमा एकदमै राम्रोसँग फुल्छ। यसरी यता रहेको छ यो लालुपातेको फुल। यो लालुपातेको फुल त यति राम्रोसँग फुलेको थियो मेरो गार्डनमा। अस्ति हावा लाग्दा चाहिँ हावाले सबै हाँगाहरू चुटाएर सबै भाँच्यो। यति मात्रै रहेको छ। यो लालुपातेको फुलमा चाहिँ अझै 1-1.5 महिना चाहिँ यसरी नै फुल फुलिराख्थ्यो होला। के गर्नु हावाले भाँचेर यस्तो बनायो। यो एजेलियाको फुल पनि एकदमै राम्रोसँग फुलिरहेको छ। यो चाहिँ पिंक कलरको फुल हो। यो एजेलियाको फुलको चाहिँ मैले केयर टिप्सको बारेमा पनि एउटा सेपरेट भिडियो बनाएकी छु। तपाईहरुले त्यो भिडियो हेर्नु भएको छैन भने पनि गएर हेर्नु होला, मेरो च्यानलमा रहेको छ। यता पनि एजेलियाको फुल नै रहेको छ। यसमा चाहिँ यसरी कोपिलाहरू लाग्दै छ। कुनै फुल चाहिँ फुलेर पनि सुकिसकेको छ। यहाँ रहेको छ अर्को फेरि। यो चाहिँ मैले अहिले नै नर्सरीबाट किनेर ल्याएकी हुँ। नर्सरी पटमा नै रहेको छ यो फुल। यो फुल पनि भेरिगेटेडमा एकदमै मिठो कलरमा फुलिरहेको छ। यसमा चाहिँ हेर्नु न यो चाहिँ भेरिगेटेड फुल छ। यसमा चाहिँ फेरि यसरी पिंक कलरको नर्मल खाले फुल पनि यसरी फुलिरहेको छ के एउटै पटमा।
यहाँ रहेको छ सिनेरियाको फुल। यो सिनेरियाको फुलमा चाहिँ अलि अगाडि नै एकदमै राम्रोसँग फुल फुल्न थालेको थियो। हावा लागेर चाहिँ एउटा हाँगा यहाँ तलैबाट यसरी भाँचिदियो। त्यसपछि फेरि यी सबै फुलहरू चाहिँ पछि साइडको ब्रान्चहरूबाट आएर यसरी अब फुल फुल्न थालेको छ। हावाले पनि कति धेरै फुलहरू भाँचेको छ कि मेरो अहिले। अलि अगाडि चाहिँ हाम्रोतिर एकदमै ठुलो हावा लागेको थियो। त्यो हावाले चाहिँ मेरो जिरेनियमको फुलहरूलाई पनि कति धेरै नोक्सान गर्यो। यो फुललाई पनि अनि लालुपातेको फुललाई पनि एकदमै धेरै नोक्सान गर्यो कि जिरेनियमको चाहिँ 2वटा पटलाई नै फुटाएको थियो। यहाँ रहेको छ पेन्सीको फुल। यो पेन्सीको फुल पनि एकदमै राम्रोसँग फुल्छ कि जाडोको समयमा फुल्ने एकदमै राम्रो फुल हो। यो पेन्सीको फुललाई चाहिँ हामीले त्यति साह्रै घाममा चाहिँ राख्नु हुँदैन। मैले चाहिँ यी फुलहरूलाई तल मेरो बाल्कनीमा राख्छु। अहिले चाहिँ मैले सबै प्लान्टहरू तपाईहरुमा शेयर गर्नु पर्यो भनेर यहाँ माथि ल्याएकी थिएँ। फुललाई चाहिँ घामले यसरी तलपट्टि पल्टाइदिएको छ कि एकदमै राम्रोसँग फुलेको छ कि यो फुल। यता पनि पेन्सीकै फुल रहेको छ। अच्छा फेरि येल्लो कलरको। यो समयमा चाहिँ मेरो गार्डनमा यति नै फुलहरू फुलिरहेका छन्। अरू नफुलेका फुलहरू पनि धेरै नै छ कि मेरो गार्डनमा। तपाईहरुमा चाहिँ मैले अहिले मेरो गार्डनमा फुलिरहेका फुलहरू मात्रै शेयर गरेकी छु। तपाईहरु मेरो गार्डनको ओभरभ्यू यस्तो तरिकाले देख्न सक्नुहुनेछ। यसरी मेरो गार्डनको ओभरभ्यू तपाईहरुले देख्न सक्नुहुनेछ। मैले आजको भिडियोमा चाहिँ मेरो गार्डनमा फुलिरहेका फुलहरूको मात्रै भिडियो तपाईहरुमाझ देखाएकी छु। अरू मसँग नफुलेका फुलहरूका प्लान्टहरू पनि धेरै नै छन्। तपाईहरुलाई आजको मेरो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक र तपाईहरुको साथीभाइ बीच पनि शेयर गर्न नबिर्सिनु होला। Keep watching. Bye bye. See you soon.